वेलकम टु माई अनदर ब्लग। सो आज चाहिँ हामी यता माथि पिकनिक खान जाँदैछौँ, 2 जना मात्रै खोलाको छेउमा है। अनि यता धनियाँहरू छ, हामी चाहिँ आज माथि खाना माथि बनाउने भनेर। यता हेर्नुहोस् यहाँको धनियाँहरू, हामी चाहिँ यो भित्र बस्दैछौँ। अनि सो अन्त स्मरण होला। अब चाहिँ हामी यताबाट जाँदैछु पिकनिकको लागि है। अनि सामान सबै किनिसक्यो, मेरो साथी अगाडि छ र उहाँलाई यस्तोतिर भिडियोतिर आउन मन पर्दैन। उहाँको चाहिँ म फेस देखाउँदिनँ, उहाँलाई यस्तो मन पर्दैन। सो अब हामी यहाँदेखि माथि खोला छ, त्यहाँ जाने हो। अनि त्यहाँ पकाएर स्विमिङ खेलेर खोलामा है पौडी खेल्ने अनि पकाउने खाने बस्ने ठुलो ढुङ्गा छ। त्यहाँ ढुङ्गामा चाहिँ अनि बस्ने त्यसरी जाँदैछौँ। जुन हामी जाने चाहिँ यहाँदेखि माथि जाँदैछ, त्यहाँ खोला छ, त्यहाँ जाने हो। यहाँदेखि मनाली 70 किलोमिटर छ। आज धेरै नै गर्मी रहेछ यहाँको मौसम है, क्लियर छ तर घाम चाहिँ धेरै नै तातो छ। अनि अब एकछिन बस्ने, त्यहाँबाट जानेछु। अब चाहिँ यो पल्लीकुलको यो पुलिस स्टेसन होइन, यहाँदेखि चाहिँ हामी चाहिँ जानेछौँ यो खोलाको माथि जाने हो। आज चाहिँ अलिक खोला बढेको जस्तो रहेछ। मनालीको एप्पल हेर्नुहोस्, यहाँका एप्पल है, मनालीको एप्पल। हेर्नुहोस् मनालीको एप्पल है, रे अब चाहिँ हामी यता त्यो गर्न लागेको छौँ, आगो पुग्न लागेको छौँ। आगो पुगिसकेपछि चाहिँ हाम्रो काम सुरु हुन्छ। यहाँ चाहिँ ठाउँ एकदमै राम्रो छ, हेर्नुहोस् शीतल ठाउँ है। अनि त्यो छ खोला, अनि खोलामा चाहिँ पानी धेरै बढेको रहेछ। हिजो बेलुका पानी परेको थियो, त्यसैले धेरै पानी बढेको रहेछ। अनि धमिलो पनि रहेछ, त्यसैले हामी अब पौडी चाहिँ खेल्दैनौँ। अनि त्यसै गरी अब यहाँ चाहिँ हामी खाना बनाउने, मजाले खाने शीतलमा। अनि शीतलमा खाएर चाहिँ बस्ने, आराम गर्ने, केही चिसोहरू पिउने। अनि हामी बस्ने ठाउँ चाहिँ यो हो, हेर्नुहोस्। पानी पनि खोलाबाट ल्याएको छु यता। अनि धमिलो भयो भने मुनि ढुङ्गा राखेको, ढुङ्गा राख्दाखेरि चाहिँ त्यो बालु हर्सेर मुनि बस्दो रहेछ। यो आइडिया चाहिँ मलाई साथीले भनेको। पिउने पानीहरू मुनिबाट ल्याएर आएको। अब हाम्रो आगो लगभग तयार भइसक्यो। अब पकाएर चाहिँ
त आराम गरेर बसिरहेको छु शीतलमा है। अनि साथी चाहिँ उता पकाइरहेछ। अब लगभग हाम्रो तयारी हुन लाग्यो। अनि अब भोलि छुट्टी हो, अब यसरी आरामसँग बस्ने। अब लगभग हाम्रो यो मनालीको सिजन चाहिँ अब मनाली बस्ने समय चाहिँ सँग लागेको छ। अब यस्तै 10-15 दिन मात्रै बाँकी छ। अनि यस्तै हो साथीहरू, तपाईँहरूको पनि समय छ भने यसरी मन खुल्ला गरेर घुम्न जानुहोस्, पिकनिक जानुहोस्, यसरी प्राकृतिकको मजा लिनुहोस्। एकदमै आनन्द आउँछ, एकदमै आनन्द। यहाँ सुनिरहेको छ खोलाको साउन्ड, यसरी एकदम शीतल रुखमुनि बसिरहेछ। बाहिर घाम चर्को भइरहेछ, तर यस्तो खासै गर्मी छैन यहाँ। एकदमै रमाइलो छ। अब आजकल चाहिँ आजकलको स्याउको सिजन हो। अनि स्याउको सिजन मान्छेहरू पनि धेरै स्याउहरू पनि एकदम फ्रेस पाइन्छ यता मनालीमा है साथीहरू। अब चाहिँ हाम्रो खाना रेडिमेड भयो। त्यो खाना त छ अरे Oh iya. Oh iya. Kuat itu mah mah tuh di kalangan serat deh mas. Lah साथीहरू अब हामी चाहिँ खाना खाएको। अब खाना खाइसकेर चाहिँ आराम गरेर बसेर चाहिँ बिस्तारै 2-3 घन्टापछि जाने हो। र अब हामी सुरु गरेर है। यो चाहिँ भयो अब सुप हाम्रो एकदमै। हेलो गाइस, अब चाहिँ यतै नास्ता अघि न लन्च खायो। लन्च खाइसकेपछि चाहिँ अब चाहिँ नास्ता खाँदैछु। फेरि डिनर पनि यतै खाएर जाने हो। धेरै टाढा छैन, हामी आउने हो त्यही यो मुनिदेखि त्यहाँबाट रोड भेट्छ त्यही मुनि हो। अनि अब लगभग हाम्रो सबै सक्यो। फेरि आगो खोगेर चाहिँ डिनर पनि यहीँ खाएर 1 घन्टापछि यहीँ खाएर जाने हो। अहिले चाहिँ नास्ता वाटरमेलन है, रसो फ्याफुल्ला तसी बेले लोले ल है। अब चाहिँ यता डिनरको समय भयो। भर्खरै उता गएर कोलम गएर नुहाएर फ्रेस भएर अब डिनर खाँदैछु। अब डिनर खाएर चाहिँ अब यहाँदेखि फर्केर जाने। अब चाहिँ आजको पिकनिक एकदमै रमाइलो भयो। काम पनि गइसक्यो हेर्नुहोस्, बेलुका हुन लागिसक्यो। एकदमै रमाइलो भयो। अब चाहिँ गाइस हामी यहाँदेखि फर्केको। अब बेलुकाको 6:30 भइसकेको छ। अनि अब रात पनि पर्न लागेको छ। अब चाहिँ हामी सबै धुने कुराहरू सबै त्यहाँ खोलामा धोएर अब के लानुपर्ने सबै हाम्रो म्याटहरू पनि सबै तयारी छ। अब जाँदैछौँ। बाई, सी यू इन द नेक्स्ट ब्लग।